यो मुला चाहिँ किन उखाल्नु भएको नि? मुला अब ठिक्काको छ अहिले, छिप्पेपछि फोक्से हुन्छ फोक्सोटे। अहिले ठिक्काको हुँदा सिन्की राख्दा मिठो हुन्छ। अम्मा फर्स्के भएपछि मिठो हुँदैन नि त। यो त अनि बाबा आउँदा नै रोपेको होइन? बाबा आउँदा रोपेको, यी कति छिटो यी समय बित्छ। मुला पनि ठुलो भयो। अम्मा कति ठुलो मुलाहरू? मुला पनि ठुलो भयो, आलु पनि अब खन्ने बेला हुन्छ। मुला अब त्यसपछि मुलालाई के गर्नुपर्छ? त्यसपछि मुलालाई सिन्की राख्नुपर्छ। सिन्की? यस्तोको चाहिँ मम्मी, यो पातको चाहिँ? पातको गुन्द्रुक हुन्छ नि। गुन्द्रुक त मिठो हुन्छ है? अनि को तल हुनुहुन्छ? अनुपा दिदी, आमा अनि मम्मी अनि म। यो के बारी हो? आलुबारी अनि मुलाबारी। कहाँ छ राजमा बारी चाहिँ? चलो राजमा देखाउनुहोस्। ए चारो नहल्लाइकन। ल अनुपा दिदी, यो चाहिँ राजमा बारी हो। राजमा बारी हेर्नुस् त, आम्मामा कति धेरै छ नि त। अनि यता हेर्नुस् त, कोपीहरू रोपेको सानो छ नि त। भएर मटरहरू राजमा छ नि त। यो हेर्नुहोस् त, राजमा चाहिँ अहिले चाहिँ आलु खन्ने बेला भएको छैन नि त, त्यही भएर मुला उखेल्ने बेला चाहिँ भएको रहेछ। त्यही भएर अनि यता चाहिँ मकैहरू छन्, तोरी सबै भइराखेको छ। हेर्नुस्, उता चाहिँ मजाले फलिराखेको छ। एउटा हेर्नुहोस् त, कति राम्रो छन्।